सबैलाई नमस्ते and welcome to my YouTube channel guys. My name is Buddhi Ratna Lama. र आजको भिडियोमा म यहाँहरुलाई केही कुराहरु देखाउन गइराखेको छु। विशेष त यहाँको मौसमसँग सम्बन्धित यहाँको इन्भाइरोमेन्टसँग रिलेटेड टपिकमा भिडियो बनाउन गइराखेको छु गाइज। यदि तपाईहरु मेरो च्यानलमा पहिलोचोटी हेर्दै हुनुहुन्छ भने पक्कै पनि सब्स्क्राइब गर्न नभुल्नु होला। र गाइज अहिले हालसालै चाहिँ म साइप्रसमा छु। अब साइप्रस हेर्दाखेरि त हो है, अब अलिकति गाउँ एरियामा छु म चाहिँ। नेपाल जस्तै लाग्न सक्छ। केही मेरो साथीहरुले एकदम नजिकको साथीहरुले चाहिँ हावा बोल्दै छ भन्ने कुरा पनि गर्नुभयो, तर म हावा बोलेको छैन। हालसाल चाहिँ म साइप्रसको कुनै एउटा गाउँमा छु। गाउँमा यसकारण छु कि मेरो कम्पनी चाहिँ अलिकति वासस्थानबाट चाहिँ धेरै नै टाढा राख्नुपर्छ। यो कुरा चाहिँ हामी सबैले थाहा छँदैछ। यो भन्छ वासस्थान एरियामा चाहिँ नि तपाईको यो राख्न दिँदैन। मेरो साथीको गाडी जस्तै लाग्यो। र यो यता चाहिँ कम्पनी प्लस हामीहरूको वासस्थान एरिया। अब यसो झट्ट हेर्दाखेरि त नेपालको ठाउँ जस्तै देखिन्छ, तर यो नेपालको ठाउँ भने चाहिँ होइन। थियो भिडियो साथी भनेको साथी नै रहेछ। युट्युब Yes. मी ओन्ली राउन्ड ओके थ्याङ्क यू। साथी नै रहेछ, साथीको गाडी भनेको। अब उसले इङ्ग्लिस बुझ्दैन, म चाहिँ अब म चाहिँ यहाँको भाषा बुझ्दिनँ। तर एकदम राम्रो सँगै काम गरेको। अघि भर्खर हामी 4 बजीसँगै निस्केको साथी। एकदम राम्रो साथी पाएको छु। यहाँ चाहिँ काम गर्दाखेरि एकदम सपोर्टिभ। खानेकुरा पनि भनौँ न ल्याइदिन्छ कि केटोले, एकदम माया गर्ने मान्छे चाहिँ। अब अलिकति बधु टाइपको त्यो छ। साथीको गुणगान पनि गाइदियो। यही भिडियो सँगसँगै म चाहिँ अब यो पछाडिको चाहिँ अब म आउँदै गरेको ठाउँ हो भने यतातिर चाहिँ म जाँदै गरेको ठाउँ माथि लास्टमा पुगेपछि तपाईहरुले म अर्कै भिडियो देखाउँछु। अब घाम पनि ठ्याक्कै अस्ताउने बेला भएको छ। यो घाम अस्ताउने ठाउँ पनि त्यहाँबाट देखिन्छ। गाइज किप वाचिङ। बाटोमा चाहिँ देखिने फलफुलका बोट बिरुवा सबै चाहिँ देखाउँदैछु, हेर्दै गर्नु होला है त। यो चाहिँ अब मरुभूमिको बाटो, मरुभूमिको जमिन, अब मरुभूमिको डाँडा भनौँ। सम्भवतः यो साइप्रस पनि पानी तलतिर जाँदाखेरि, अब पानी सुक्दै जाँदाखेरि यो स्थिति देखिएको जस्तो लाग्छ। यो साइप्रसको डाँडा अब यो भगवानले क्रिएट गरेको हुनुपर्छ। अब त्यही त होला भन्छु। अब हुन चाहिँ के हो है, साइप्रसको इतिहास एकचोटि तपाईहरुले खोज्नु होला। साइप्रसको इतिहास के छ भन्ने कुरा।
घाम गयो गाइस, घाम गयो। स्पिड त डेन्जर हो नि गाडीको त, मा कसम 120 भन्दा माथि होला। तर हामी हिँड्ने बाटो यो सेतो धर्कबान भन्दा उता चाहिँ जानु भएन, त्यहाँ बाहेक यता चाहिँ हाम्रो बाटो हो यो। स्यास्या भयो त यार मेरो यो घाम डुब्दैछ यहाँबाट। यो सुँगुर गनाउँछ यार यहाँतिर, किन हो खोइ गाई बस्तु गनाउँछ। म चाहिँ उ त्यो खोजबाट यता मासतिर जाँदैछु। अब त्यहाँ देखिने यावत कुराहरूलाई यहाँहरूसम्म चाहिँ देखाउन गइराखेको छु गाइस। स्टे वाचिङ, किप वाचिङ है त। छ्या अस्ति हामी बाटो हुँदै माथि गएको थियो, बाटो हुँदै त्यो पल्लो डाँडामा गएको थियो। ठुलो आवाजमा कराउँछु यार। लगभग राति परिसकेको कारणले म चाहिँ यो बाटोबाट अलिकति उता गएर निस्किन्छु, फर्किन्छु। हेर्दै गर्नु होला। यहाँ चाहिँ अब विभिन्न प्रजातिको चराहरू छ यहाँ माथि चाहिँ। क्या भयङ्करको चरा छ यार। अयो यहाँ चाहिँ यो ठाउँ चाहिँ चराहरू ब्रिडिङ गर्ने ठाउँ रहेछ। चरालाई ब्रिडिङ गर्ने र उत्पादन गर्ने ठाउँ। दामीको ठाउँ रहेछ यहाँ चाहिँ। गाइस आजको अब रात चाहिँ परिसकेको कारणले भिडियो छोटो भए पनि भिडियो बनाउने जमर्को गर्दैछु। नेपालमा त अब अहिले भयङ्कर रात पनि परिसकेको छ। नेपालमा चाहिँ यहाँ पनि अब रात पर्ने तर्खरमा छ। यो मौसम, यो वातावरण, यहाँको रुखहरू हेर्नुहोस् त। के बाइक, यो डट बाइकहरू कुद्या रहेछ कि है मासतिर यहाँ। हो यहाँ चाहिँ अब सल्लाहको बोर्ड चाहिँ टन्नै देखिन्छ कि, सल्लाहको बोर्ड। सुनसान छ, कस्तो सुनसान पनि महासुनसान। यता चाहिँ अलिकति अफ रोड देखिरहेको छु। अफ रोड अलिकति माथिसम्म चाहिँ त्यो डाँडासम्म पुगेर आउँछु म। यो डाँडासम्म गएर आउँछु। के रहेछ त्यो डाँडा। यो बाटो जाँदैछु अफ रोड। हाम्रो गाउँको बाटो जस्तै कि यहाँनिर त के हो यार, बाघ त छैन नि। वन जङ्गलै रहेछ।
एकदम हल्का फुल्का जङ्गल। वाउ, चरा हाम्रो गाउँको चरासँग मेल खाने चरा रहेछ। बाइक कुदाछन् केटाहरूले, भयङ्कर बाइक। गाइस ल हेर्नुहोस्, अब यो हाम्रो देश भन्न मिल्दैन हैन, यो हाम्रो देश भन्न मिल्दैन। यो चाहिँ हो साइप्रस। हेर्नुहोस् ल, साइप्रस। अब रातिको लगभग 6:30 भइसकेको छ। म चाहिँ यो ठाउँमा, वाउ, यो मरुभूमिमा कुद्ने बाइक कुदाइरहेको छ केटाहरूले। सायद यो बाटो हुँदै आउँछ कि जस्तो लागेको छ त्यो केटा। त्यहाँ आइपुग्यो। अब मैले अस्ति भिडियो चाहिँ त्यहाँबाट बनाएको थिएँ। यहाँ तलबाट यो एरियाबाट बनाएको थिएँ। त्यो एरियाबाट बनाउँदाखेरि चाहिँ परको डाँडा देखाएको थिएँ कि मैले, यता पछाडिको डाँडा। वाउ, कस्तो रमाइलो ठाउँ यार, मा कसम। ल हेर्नुहोस् है साथीहरू, ल साइप्रसको डाँडा। अब प्राय जसो साथीभाइले चाहिँ बनाएको छैन हैन भिडियो। अब यस्तो डाँडा छ, यस्तो सुनसान छ। अब टाइम पनि छैन, त्यसैले यहाँ तलतिर होला यो पिग फार्म होला, यो ठुलो यो चाहिँ पिग फार्म होला। यो यता जाउँ। अब नेक्स्ट सन्डे चाहिँ सटरडे, नेक्स्ट सटरडे चाहिँ यहाँबाट घुम्न जान्छु होला गाइज। परतिर घुम्न जान्छु, त्यो डाँडातिर एक्सप्लोर गर्न जान्छु। आजलाई चाहिँ भिडियो यति नै। अब अर्को शनिबार, आउने शनिबार भनेको नेपाल र साइप्रसको टाइम अनुसार एउटै हुन्छ टाइम। अब यो बाटोसम्म म आज आइयो, यहाँबाट चाहिँ उता पुरै म बिहान 5 बजे स्टार्ट गरेर कहाँ पुग्ने रहेछ, सिधै यहाँ तलतिरबाट आएर। मेरो मेन टार्गेट चाहिँ यसैलाई हुन्छ हैन। अब अलिकति बाटो भुलिन्छ कि भन्ने हिसाबले यो डाँडालाई टार्गेट गर्ने। अनि तपाईँहरूलाई देखाउन गइराखेको छु। आगामी भिडियो चाहिँ यो पछाडिको डाँडातिर हुनेछ, किनभने मेरो कम्पनीमा 2 दिनको छुट्टी पाउँछु, प्रोभाइड गर्ने गरेको छ 2 दिनको छुट्टी। त्यसैले सुनसान छ पुरै। अब सुनसान यो, किनभने गाउँ एरिया हो, एकदम सुनसानै छ। ल आजको भिडियो चाहिँ मैले यहीँसम्म मात्र बनाएँ। अब यहाँबाट उता म जाँदिनँ, किनभने टाइम पनि छैन, अर्काको देश। आज एक्लै छु, त्यसैले टाइम अब यहाँबाट म उता फर्किन्छु। र गाइज, थ्याङ्क यू फर वाचिङ द भिडियो। एकचोटि म सर क्यामेराबाट देखाउँछु। अनि नेक्स्ट भिडियो चाहिँ ततिर घुम्न जान्छु कि म पुरै। मेरो टार्गेट चाहिँ यतैतिर हुनेछ, यो एरियातिर हैन। त्यतातिर पनि पुरै गाउँ छ। अब के सहर हो, अब सहरको नाम चाहिँ अब थाहा भएन, गाउँको नाम चाहिँ थाहा भएन। यो होला के गाउँ होला हैन, पुरै गाउँ छ। हेमासतिर पनि पुरै डाँडामा पनि एउटा टावर देखिरहेको छु, तर भिडियोमा नदेखिने रहेछ। अनि यो जाडो मौसममा चाहिँ सबै हिउँ पर्छ अरे यहाँतिर। मासतिर पनि हिउँ पर्छ अरे भन्थ्यो, यहाँतिरको माथितिर पनि। तर हेर्छु, देखाउँछु, पर्यो भने पर्यो हैन।
मसँग चाहिँ टाइम छ। त्यसैले किप वाचिङ, सब्सक्राइब गर्नुहोस् र आगामी दिनमा पनि तपाईहरूले नयाँ नयाँ ठाउँको चाहिँ नि भिडियोहरू देख्न सक्नुहुनेछ भन्दै थ्याङ्क यू भेरी मच फर वाचिङ दिस भिडियो। अनि स्वास्थ्य रहनुहोस्, मस्त रहनुहोस्, दुःखमा भए पनि तपाईँले चाहिँ नि सुखको अनुभूति गरिरहनुहोस्। यस्तै छ, दिन गयो रात आउँछ, रात गयो दिन आउँछ, दुःख गए सुख आउँछ, सुख गए दुःख आउँछ। यो घुमिरहने चोला हो। त्यसैले यति भन्दै आजको भिडियो यहीँ टुङ्ग्याउँछु। हस् त, थ्याङ्क यू।